हुन्छन् उसले हरेक काममा हरेकचोटि भगवान विष्णुको नाम जप्छन्। ओम नमो भगवते वासुदेवाय जस्ता मन्त्रहरू जप्छन्। यो कुरा उसैको बाबालाई मन पर्दैन। उसको बाबाले उसलाई यो विष्णुलाई किन मान्छस् त, विष्णु भन्दा त मै ठुलो भइसकेँ, म हो सबैभन्दा ठुलो, मलाई त कसैले मारै सक्दैन, त्यस्तो अप्सन छ मसँग, त्यही भएर तिमीले त विष्णुको नाम नभन, मेरो नाम जप भनेर उनले आफ्नै सन्तानलाई धेरै नै उनले मोटिभेट गर्छन्, धेरै नै भन्छन्, थर्काउँछन्, तर उसले मान्दैन। यो संसार जगत सबै भगवानकै कृपामा अडेको छ, भगवानै हो यो सबै चिज। उहाँ हरेक कण कणमा हुनुहुन्छ। यो माटो ढुङ्गा यो जे सुकेमा पनि उहाँको रूप छ भनेर उहाँले हरेकचोटि भनेपछि उनलाई मार्नको लागि उसले षड्यन्त्र गर्छ। अब आफ्नै छोरा मार्न खोज्छ उसले आफ्नो छोरालाई मार्नलाई अनेक हटकण्डाहरू अप्नाउँछ। उसले आफ्नो छोरा मार्नको लागि डाँडाबाट भिरबाट खसालिन्छ, त्यही पनि त्यो बालक बाँच्दछ। ओम नमो भगवती उसले सबै आफ्नो भर जति भगवान विष्णुमा छोडेका हुन्छन्, तसर्थ उनलाई केही हुँदैन। अनेक गर्दा गर्दै पनि नभएपछि अब उसले अब अन्तिम उपाय के गर्छ भने उसकी बहिनी हुन्छन्, हिरण्यकश्यपकी बहिनी हुन्छन्, जो प्रहलादकी फुपू हुन्छन्, फुपू भनिन्छ हामीले बाबाको बहिनी। उनलाई उनको नाम छ होलिका। ती होलिकालाई भगवानले आगोले पनि डढाउन नसक्ने वरदान दिएका हुन्छन्। उनलाई चाहिँ आगोमा पसे पनि उनलाई आगोले जलाउन नसक्ने, डढाउन नसक्ने त्यस्तो वरदान पाएकी उनकी फुपू होलिकासँग उनलाई एउटा घरमा, जुन घर खरले बनेको हुन्छ त्यस्तो भुजको घरमा त्यो प्रहलादले आफ्नो छोरालाई लिएर त्यो भित्र उनलाई बस्न लगाइन्छ र बाहिरबाट आगोले त्यसमा आगो लगाइन्छ। प्रहलादलाई त म बाँच्छु भने उनलाई पुरै 100% उनलाई विश्वास थियो। उनले ओम नमो भगवते वासुदेवाय, ओम नमो भगवते वासुदेवाय मन्त्र जपिरहन्छन्। होलिकाले उनलाई च्याप्प काखमा बाँधेर राखेर त्यो आगोको अग्निकुण्डभित्र उनी हुन्छन्। तर आगो यति सल्किँदै जान्छ र आगोले आफ्नो धर्म चाहिँ के गर्छ भने आफ्नो धर्मले उसले चाहिँ स्थापना गर्छ। र त्यो जुन वरदान आगोले पनि डढाउन नसक्ने वरदान पाएकी ती होलिका डढेर खरानी हुन्छन्, तर ती प्रहलाद चाहिँ डढ्दैन, जल्दैन। तिनलाई आगोले पनि जलाउन सक्दैन। जुन वरदान पाएकी होलिका आगोमा डढेर भस्म हुन्छन्, त्यही खुसियालीमा, त्यसैको खुसियालीमा होलिकाको दहन भएको कारणले होली मनाउन थालिएको यो किंवदन्ती छ। इन्डियामा पनि यसको ठुलो महत्व छ। इन्डियामा पनि होलिका दहन गरेर आज होलिका दहन गरेपछि भोलि होली मनाउने यो हाम्रो भारतमा पनि यो ठुलो पर्वको रूपमा लिइन्छ। यसरी आफ्नो धर्ममा अडिग रहेका प्रहलादलाई आगोले पनि डढाउन सक्दैन र आफ्नो पाएको वरदानलाई पनि मिसयुज गर्दाखेरि, दुरुपयोग गर्दाखेरि आफै आगोबाट नडर्ने वरदान पाएकी होलिका पनि डढेर खरानी हुन्छन्। यो कुरा हामीले आफ्नो धर्मलाई पनि ख्याल गर्नुपर्छ। यो हाम्रो सत्य युगमा यो लेखेको छ भने फेरि यतापट्टि द्वापर युगमा श्रीकृष्णको जन्म हुन्छ। श्रीकृष्णलाई मार्नको लागि कंसले पुतना नामकी राक्षसीलाई त्यो कंसलाई मार्न पठाउँछ। त्यो बेलामा पनि कंसले त्यो पुतनालाई, कृष्णलाई मार्न पठाएको त्यो पुतनालाई तपाईलाई थाहै छ, अजङ्गको पुतनाले कृष्णलाई दुध पियाउने क्रममा उल्टो कृष्णले तिनलाई नै मारिदिएका हुन्छन्। त्यस्तो खुसियालीमा पनि मथुरामा त्यस बेलादेखि होली मनाउन थालिएको भने कुनै किताबहरूमा त्यस्तो पनि लेखिएको छ। र फेरि कुनै किताबहरूमा जब कौरव र पाण्डवको लडाईँ भयो र पाण्डवहरू विजय हासिल गरे र युधिष्ठिरहरू आफ्नो राज्य लिनको लागि आए, त्यस बेलामा युधिष्ठिर राजाले आफ्नो देशमा भएका, आफ्नो ती राज्यमा भएका कैदीहरूलाई चाहिँ आम माफी अभय दान दिएको कारणले त्यस बेलादेखि पनि होली मनाउन थालिएको छ भनिएको छ। विद्यार्थी भाइ बहिनी, यसको आफ्नो आफ्नै धेरै किंवदन्ती छन्। जे भए पनि नेपालमा पनि यो हामी होली बडो हर्ष उल्लासको साथ मनाउँछौँ। होलीको आफ्नो विशेष महत्व छ। एक आपसमा रङ छापेर होली खेलेर बडो सौहार्दपूर्ण तरिकाले होली खेल्नु होला कि लुकेर होली छाप्ने होइन। अब अझ हामी त कतिले त नराम्रो रङहरू छाप्ने, अन्डाहरूले हान्ने, कालो मुसोहरू जल्दिने, यस्तो पनि गर्छन्। कृपया भाइहरूले यस्तो गर्नु हुँदैन। हामीले यसलाई दुःख साटासाट गरी
खुसीहरू साट्ने दुःखहरू बाँड्ने त्यस्तो पर्वको रूपमा लिएर होलीलाई विशेष रूपमा मनाउनु म विशेष आग्रह गर्दै आफ्नो दुई कुराहरू हेराउँछु।